नमस्कार, मेरो नाम सरोज भुजेल, गरधनकुटा नगरपालिका वार्ड नम्बर 7। म उसाडेक नेपाल भन्ने संस्थासँग र हाम्रो बहुमुखी पाठशालासँग आबद्ध छु। यो जौटार सामुदायिक वनमा चाहिँ मेरो पिकनिककै सन्दर्भमा चाहिँ दोस्रो पटक हो। योभन्दा पहिला हामी हाम्रो बहुमुखी पाठशालाको टिम आएको थियौँ र अहिले यो विशेष नेपाल पत्रकार महासङ्घको साधारण सभाको अवसरमा आमन्त्रण गर्नुभएकोले यो कार्यक्रममा सरिक हुने मौका मिल्यो र योभन्दा अगाडि आउँदाको अवस्था र अहिले आउँदाको अवस्था धेरै नै अलिकति रूपान्तरण भएको छ र यहाँ धेरै अपडेट पनि भएको छ। किन भन्दा फुलबारी त्यसपछि यहाँ रोपिएका वनस्पतिहरू जति पनि देख्न आछ र यसलाई संरक्षण गर्ने प्रक्रिया पनि अलिकति राम्रो भएको पाएको छु र यहाँ आउनुको र अरू पिकनिक भन्दा यहाँ किन फरक छ भन्दा यो एउटा अहिले गर्मी समय पनि भएको हुँदाखेरि चिसो मौसम यहाँको छ र यहाँ एउटा स्वर्गीय आनन्द छ जस्तो लाग्छ। त्यसैले पनि मैले चाहिँ यो परिवर्तन पाएको छु।